हेलो गाइज, यो चाहिँ मेरो पहिलो भ्लग हो गाइज। हेलो गाइज, आज म हेर्दैछु, आज काम टल्किँदैछ, सुनसान छ बाटोहरू, बाटोघाटो सुनसान। यस्तो मजा आउँछ साथीहरू। चराहरू कराउँदैछन्, ढिटिनवटा बाइक आउनु थाल्यो। अब साथीहरू बिहानको 7 बजेर 30 मिनट गइरहेछ साथीहरू। अब हेर्नु त गाइज, सूर्य पनि माथि उक्लिसक्यो। हेर्नु गाइज, के भन्नु गाइज, यहाँले अझै मान्छे छ गाइज। बिस्तारै बोल्नुपर्छ गाइज। एकजना कुकुर नन्दले सुटिरहेछ गाइज। हेर्नु त त्यहाँ गाइज, कस्तो लाग्यो गाइज हाम्रो मन्दिर। एकजना बुढी अझै आउनुभयो गाइज। अब के भन्नु गाइज, यस्तो छ अब। अझै बाँकी छ बाटो गाइज। अब जाने हो। अब धान रोप्ने भिडियो बनाएर तपाईँहरूलाई देखाउँछु गाइज। अब अहिले गाइज धानबारी पौडी खेल्न जानुपर्छ गाइज, तपाईँहरू मिलेर है गाइज। धान रोप्ने बेला भइसक्यो। उहाँ पर मेरो साथीहरू आउँदैछ गाइज। ल अब घर आउने गाइज यस्तै हो साथीहरू यहाँको। अब यस्तो हरियाली छ यहाँ पनि। कुकुरलाई कराएर काण्ड, कुकुरलाई नाङ्गे पारेको थियो गाइज बिचरा साउनीले कुकुरलाई नाङ्गे पारिसकेको रहेछ गाइज। आफ्नो पर्यो अब भाइ, न कुकुर छ न बिरालो छ न मुसै छ। अब युट्युबमै पर्छ साथीहरू। अब युट्युबमा के भयो भने भयो, तर म रेगुलर भिडियो चाहिँ हाल्छु यो गाइज। ल त गाइज, अब धानबारी ल्याउँछु तपाईँ गाइज। अब धानैबारी ल त गाइज। त्यहाँ हाम्रो गाइज धानैबारी छ गाइज। त्यहाँ ल कुखुरा फार्म गाइज। आउने भए आउनु है गाइज। यहाँ धान रोप्ने कार्यक्रम हुँदैछ गाइज। यहाँ अहिले देखाउँछु भन्दै ट्रिप लगाएर बस्नु, तर गाली गर्छ गाइज। ल अब हेरिजानु है त। हेर्नुपर्छ गाइज धान रोप्को कार्यक्रम। यहाँ नि पानी छ गाइज। घाम धेरै आइरहेको गाइज आज भोलि, त्यसले अँध्यारो देखिराख्नु भयो होला तपाईँहरूले। सरी फर द्याट। यहाँ पनि पानी भइसकेको छ गाइजहरू। हेर्नु त कति धेरै पानी छ है। तपाईँहरूकोमा पानी छ कि छैन त्यो चाहिँ मलाई थाहा भएन हेर्नु, तर मलाई लाग्छ तपाईँहरूको पनि पानी हुन्छ होला। हेर्नु गाइज, यति धेरै पानी छ, पौडी खेल्न पुग्छ। आउने भए आउनु है त गाइज। झौखेलमा छ है यो लोकेसन। ल उयो घर भौडामा यो घर पनि छ अरे गाइज। माथि त्यस्तो चिज छ होइन, त्यहाँबाट आउने र ल यहाँ एकजना ड्याङ बनाउँदैछ डाउन। हेर्नु अब गाइज, आउट पऱ्यो अगाडि जाने मान्छे। ल गाइज, म अब घर पुगिसकेँ। ल आजको लागि यति नै त गाइज। थ्याङ्क यू फर सपोर्टिङ, बाई।